म यादव सर, आजको समाचारले म दुखी छु। हो, आजको समाचार सुनेर मलाई दुःख लागेछ एउटा कुरा कि बोलेको भरमा सरकारले डाइरेक्ट पक्राउ पूर्जी जारी गर्छ। यो कहाँको नियम छ? जसलाई समात्नु पर्छ उसलाई घर कोठामा छोडिदिएको छ, जसलाई समात्नु छैन उसलाई सरकार समातिरहेको छ। यो कहाँको न्याय छ? हो, आज मलाई दुःख लागेको छ। कुनै मान्छेले अभद्र व्यवहार गरेछ, कसैलाई गाली गरेको छ त त्यसको पनि एउटा कानुन प्रक्रिया छ। डाइरेक्टै कसैलाई समात्न मिल्दैन, डाइरेक्टै कसैमाथि पक्राउ पूर्जी जारी गर्न मिल्दैन। अब लाखौँ करोडौँ क्रिएटरहरू छ, धेरै मान्छेले गाली गरेछ, के यो सरकारले समात्न सक्छ? म सरकारसँग सोध्न चाहन्छु, के तपाईँ समात्न सक्नुहुन्छ? लाखौँ करोडौँ मान्छेले कतिले गाली गरेको छ, तपाईँ समात्न सक्नुहुन्छ? सक्नु हुँदैन। तर समात्नु हुनु सक्नु हुँदैन। अब कसैले गाली गरेको छ, कसैले के गरेको छ, त बरु उसलाई समात्नुहुन्छ त सम्झाउनु बुझाउनु, है कि यस्तो गर्नु पर्दैन, डाइरेक्ट तपाईँ उसलाई जेलमा हालिदिनुहुन्छ, यस्तो गरिदिनुहुन्छ, त्यस्तो गरिदिनुहुन्छ। यो कहाँको न्याय छ सरकार? पहिलाको सरकारमा र अहिलेको सरकारमा के फरक छ? तब त कुनै फरक भएन। पहिला हामीलाई डर लाग्थ्यो, के को डर लाग्थ्यो? कि राणा शासन छ, राणा काल छ। यहाँ यदि कुनै मान्छेले बोल्छ उसलाई डाइरेक्ट जेल हुन्छ अथवा मृत्युदण्ड हुन्छ। कहिले? राणा शासनमा। अहिले यो स्वतन्त्रमा, प्रजातन्त्रमा पनि अब यदि यस्तो हुन्छ त यो कहाँको न्याय छ सरकार? जसलाई समात्नु पर्छ त्यसमा तपाईँ ध्यानै दिनु हुँदैन। अरूको आवाज दबाउन चाहनुहुन्छ, यो कहिले पनि हुन सक्दैन। यो कुरा बुझिहाल्नु। तपाईँ एउटाले तपाईँ चुप गराउनुहुन्छ त लाखौँ करोडौँ युवाहरू बोल्छ। यो कुरा बुझिहाल्नु सरकार। एउटा मान्छेलाई यदि तपाईँ चुप गराउनुहुन्छ त लाखौँ करोडौँ मान्छे बोल्छ। त्यही भएर म सरकारसँग यो अनुरोध गर्छु कि कसैको बोलेको भरमा नसमात्नु। उसलाई समात्नुहुन्छ, उसलाई सम्झाउनु बुझाउनु कि यस्तो भिडियो बनाउनु पर्दैन, तर डाइरेक्ट पक्राउ पूर्जी यो कहाँको न्याय छ? यो मलाई अलिकति राम्रो लागेन। यदि यस्तो गर्नुहुन्छ त पहिलाको सरकारमा र अहिलेको सरकारमा कुनै फरक हुँदैन। तपाईँलाई जसलाई समात्नुपर्छ उसलाई नसमातेर तपाईँ युवाहरूलाई समात्नुहुन्छ र युवाहरूले कसैलाई गाली गरेको छ, कसैलाई के गरेको छ उसलाई सम्झाउनु, तर यसरी समात्नेवाला काम नगरोस् सरकार। यदि सरकारले यस्तो काम गर्छ त आज एउटा युवाले बोलेको छ, भोलि करोडौँ युवा रोडमा आउँछ। यो त्यही भएर कसैले कसैलाई गाली गर्छ उसलाई सम्झाउनु बुझाउनु, त्यसपछि त्यो मानेन त उसलाई त्यसपछि त्यसपछि उसलाई केही कुनै कारवाही गर्नु। त्यो कुनै संविधानमा लेखाएको छैन कि क्रिएटरले कुनै भिडियो बनाउँछ र कसैलाई केही कुरा भन्छ त्यसलाई सम्झाउनु बुझाउनु, तर डाइरेक्ट यो गर्न मिल्दैन सरकार। राणा शासनमा, राज शासनमा र यो शासनमा कुनै फरक छैन। त्यही भएर तपाईँ जुन मान्छेलाई समात्नु भएको छ उसलाई सम्झाउनु बुझाउनु, त्यसपछि अगाडिको प्रक्रिया गर्नु। धन्यवाद।